विरुद्ध भ्रष्टाचार विरुद्ध र अहिलेका नेताहरूको जीवनशैली विरुद्ध सडकमा उत्रिएका थिए। सामाजिक सञ्जाल बन्द गरिएको विरुद्ध सडकमा उत्रिएका थिए। उनीहरूले अन्ततः संसद भवन भित्रै प्रवेश गरेका छन् उनीहरू र अन्ततः संसद भवनले उनीहरूले आफ्नो कब्जामा लिने प्रयत्न गरिराखेका छन्। ताजा दृश्य संसद भवन अगाडिको देखाइराखेका छन्। सयौंको सङ्ख्यामा संसद भवनभित्र युवाहरू प्रवेश गर्दैछन् र अहिले टियर ग्यास प्रहार गरेको छ। हामी यहाँ देख्न सक्छौँ र युवाहरूलाई तितर बितर बनाउने प्रयत्न गरिराखेको छ प्रहरीले। संसद भवन प्रवेश गर्दैछन् युवाहरू।